घतानी जोरदार ताली। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ तीर्थ विरक्त पाखरिङ रामेछाप फर्पु जोरदार हुनुभएको छ एचपी रसाइली रामेछाप तिर्फुङ 7 जोरदार ताली एचपी रसाइलीले पनि। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ सुशान्त कार्की रसनौ रामेछाप सुशान्त कार्की जोरदार ताली। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ एचपी कार्की बिन्दास रामेछाप जडुवा 1 जोरदार ताली एचपी कार्की बिन्दासलाई। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ सुरज लामा घिसिङ रामेछाप फुलासी 8 पोखरी जोरदार ताली सुरज लामा घिसिङलाई। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ सङ्गम लामिछाने रामेछाप पृथ्वी 5 सङ्गम लामिछाने जोरदार ताली। त्यसैगरी सोसेमा निर्वाचित हुनुभएको छ प्रेमशिला योमजन रामेछाप खुनिया पानी 5 प्रेमशिला योमजन जोरदार ताली। त्यसैगरी अब सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ युनिक भोजराज विक जोरदार ताली युनिक भोजराज विक। त्यसैगरी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ रामेछाप ओखरेलीबाट नवीना घिसिङ जोरदार ताली कोषाध्यक्षमा नवीना घिसिङ। त्यसैगरी सहसचिवमा निर्वाचित हुनुभएको छ उत्तम सुवेदी रामेछाप लखनपुर 2 जोरदार ताली उत्तम सुवेदी। त्यसैगरी सचिवमा निर्वाचित हुनुभएको छ विभा घिसिङ। त्यसैगरी प्रवक्तामा निर्वाचित हुनुभएको छ कुमार कार्की रामेछाप मन्थली जोरदार ताली कुमार कार्की। त्यसैगरी महासचिवमा निर्वाचित हुनुभएको छ रामेछाप दुलेगाउँ 7 बाट उत्तम पौडेल जोरदार ताली उत्तम पौडेल महासचिव। त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ सुन्दर विजय पाखरिङ पृथ्वी 7 जोरदार ताली सुन्दर विजय पाखरिङ। त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ रामकुमार कार्की कान्ति भण्डार जोरदार ताली। त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ सीता थापा रामेछाप हिङगङ्गा जोरदार ताली। त्यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ दुलेगाउँ 7 बाट रामकुमार पौडेल जोरदार ताली वरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल। र अध्यक्ष जो संस्थाका लागि नेतृत्व प्रदान गर्नको लागि अध्यक्षको रूपमा निर्वाचित हुनुभएको छ प्रकाश कटुवाल रामेछाप पृथ्वी जोरदार ताली अध्यक्षमा निर्वाचित हुनुभएको प्रकाश कटुवाललाई। र निर्वाचित सबैलाई आजका निर्वाचन समितिमा रहेका सदस्यहरू सम्पूर्ण अतिथिहरूले अबिर लाएर स्वागत गर्नको लागि हार्दिक आग्रह गर्न चाहन्छु। सम्पूर्ण अतिथिहरू निर्वाचन मण्डलका सदस्यहरू सबैले अबिर लाएर उहाँलाई चाहिँ गरिदिनु होला र साथै खाजा पनि ओडाइदिनु होला। खाजा सबैलाई खाजा ओडाइदिनको लागि हजुर अध्यक्षबाट खाजा तथा अबिर आएर स्वागत गर्नु हालिहाल गरिन्छ। अबिर अलि पुगेन अध्यक्षलाई जोरदार ताली। निर्विरोध रूपमा निर्वाचित भएको सम्पूर्ण कार्य समिति भोलिका दिनमा रामेछाप सांस्कृतिक कलाकार समाजलाई अगाडि बढाउने क्रममा एउटा नेतृत्व प्रदान गर्नेछ र सम्पूर्ण रामेछापको कलाकारहरूलाई एक सूत्र बनाउँदै रामेछापको इतिहासलाई कोर्दै सांस्कृतिक अभियानलाई अगाडि बढाउनेछ। सबै निर्वाचित साथीहरूलाई निर्वाचन मण्डल प्रधानबाट हामी बधाई दिन चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ। वास्तवमै यो एउटा भव्य समाजको बिच एउटा सौहार्दपूर्ण वातावरणमा निर्विरोध रूपले जुन निर्वाचन सम्पन्न भएको छ यो हामी सबैको लागि गौरवको विषय हो। रामेछापमा सांस्कृतिक कलाकार समाजले भोलिका दिनमा आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने कुराहरू सबै कुरामा अगाडि बढ्नेछ। टीका भएन ए सरी टीका अझै पनि हाम्रो टीका र खादा ग्रहण गराउने क्रम जारी रहेको छ। क्यामेरामा फोटो खिच्छ मान्छे छ कि
फेरि हान्नु नि फेरि हान्नु अलिक देखिएर बस्नु अलि यता यतिको बस्नु फोटो सेसन गर्नु है एउटा मेलानियाबाट खिच्नु त फोटो सरी है